हेलो एन्ड नमस्ते सेवा स्यामना सेवारो पनि है। आज चाहिँ हाम्रो तिनजुरे पाथिभराको यात्रा चलिरहेछ हाम्रो हैन। सबैजनाले मेरो युट्युब च्यानलमा सब्स्क्राइब गरिदिनु होला, सबैजनाले लाइक गरिदिनु होला भिडियोमा हैन, अनि फलो पनि गर्नु होला, अनि त्यहाँबाट फेसबुकमा फलो गर्नु होला, अनि युट्युबमा सब्स्क्राइब गर्नु होला, अनि टिकटकमा पनि फलो गर्नु होला है ल। अनि तपाईहरुलाई म यहाँ तिनजुरेको अब दृश्य देखाउन गइरहेको छु। अब यहाँ चाहिँ हाम्रो खासमा भने चाहिँ कहाँ जान लागेको भने गुफा पोखरी जान आँटेको थियौँ हैन। तर हाम्रो स्कुटीले तान्नु सक्नु भएन। हेर्नु ल, अहिले ज्यानवाला मान्छेहरू हुनुहुन्छ के, त्यही भएर तान्नु नसकेको हो हैन। तपाईहरुलाई म देखाउँदै छु है त। अब यहाँ जाँदैछ के छिन त म पर्खिराख्नु भएको छ। हाम्रो भान्जी चाहिँ पुरा गुफा पोखरी जान नपाएर एकदम सेडमा हुनुहुन्छ हैन। तर अहिले चाहिँ अनि सबैजनाले फर्काएर चाहिँ अहिले स्माइल दिइराख्नु भएको छ। हेर्नु ल गाइस, तपाईँहरूलाई म देखाइहाल्छु। अब यहाँबाट मालासाला किन्नुपर्ने हो, तर हामीले किन्दिनौँ है मालासाला, किनभने नि हामीले एक थाल मासु भात खाएर आएको। यहाँ हेर्नु है, हाम्रो प्रिय भान्जी मुस्कानको साथ उभिराख्नु भएको छ। हाम्रो भान्जीलाई स्वागत छ भन्नु अरे नि। अनि यहाँ हाम्रो ज्यान भएको भान्जा, मोटु भान्जा, यहाँ मेरो प्रिय दाइ केशर दाइ, अनि यतापट्टि हुनुहुन्छ हाम्रो नाना, नमस्ते नाना मेरो दिदी। अनि हामीहरू चाहिँ अब यतासम्म आइपुगेछौँ। खास गरी किन मैले यो उयसमा चाहिँ भोइस हालेको भन्दाखेरि यसमा चाहिँ मेरो उयो देखाएको छैन के, भोइसै आएको छैन के। रेकर्डिङ गर्दाखेरि क्यामेरामा रेकर्डिङ गरेको थिएँ अनि भोइस आएन। सस्ता खालको क्यामेरा भएर होला सायद हैन, पैसा पनि छैन, अनि त्यही भएर सस्तै खालको क्यामेरा चलाउनु पर्यो। हाम्रो भान्जी हेर्नु न, गुफा पोखरी जाने भनेर ठिङ उभिरहेको छ, कसले लगिदिन्छ होला भनेर। हामीले लगिदिनु आँटेको थियौँ लानु चाहिँ, तर नचढ्ने अवस्था भएर स्कुटी चाहिँ, बाइक चाहिँ चढ्छ। स्कुटी तल्लै छोडिराख्यौँ, त्यही पनि बाइक चाहिँ मैले माथिसम्म लिएको छु। अब हामीहरू यहाँबाट चाहिँ उँभोतिर लाग्नु गइरहेछौँ। हाम्रो केशर दाइले पुरा एक्टिङ गरिराख्नु भएको छ हैन। अब ल हामी यहाँबाट माथि जान्छौँ है गाइज। यहाँ खाजा खानु ल्याएर खाजा खाएर जानुपर्छ। यहाँदेखि चाहिँ हामी उकालो लाग्यौँ। अब अघि नै उकालो लागिसक्यो कि, अनि म चाहिँ एकछिन सुतेँ होइन गलेर। अनि दिदीहरू चाहिँ दाइहरू चाहिँ पुगिसक्नु भयो होला सायद। म पनि जाँदैछु बिस्तारै, सक्दिनँ नि त हो हिँड्नुलाई म उकालोमा, त्यही भएर। आइपुग्यो। अब हामीहरू चाहिँ आइपुग्यौँ पाथिभरा मन्दिर। यो चाहिँ तिनजुरेको पाथिभरा मन्दिर हो। यतापट्टि पनि मन्दिर छ हैन। अनि सानो मन्दिर यता चाहिँ, अनि यता ठुलो मन्दिर यता छ। सबै दृश्य हेर्न पाउनुहुन्छ तपाईँले। तर हामी भित्र छिरिनौँ, किनभने हामीले चाहिँ बिहानै अगौन्जेल मासु भात खाएर आएको थियो कि एक थाल, त्यही भएर त्यो भित्र नछिरेको होइन। यहाँ हेर्न सक्नुहुन्छ गाइस, पाथिभरा श्री पाथिभरा भगवती मन्दिर भनेर लेखेको देखिराख्नु भएको होला हजुरहरूले पनि होइन। अब यो यस्तो ढिलो हुन्छ क्या, छिटो भगाउनुपर्छ क्या यसलाई। छिटो भगाउनुको लागि चाहिँ यसको के गर्नुपर्छ। के भएर मेरो चाहिँ अनि भोइस चाहिँ आएको रहेनछ क्या भिडियो रेकर्डिङमा पनि राम्रै बोलेको थिएँ क्या बोल्नु चाहिँ, तर कुनै पनि भोइस आएको छैन कि। आधी कुनैमा आएको छ, कुनैमा आएकै छैन भोइस। अनि त्यही भएर मैले यो भोइस चाहिँ एड गरेको हो गाइस हैन। तर तपाईँहरूले जहाँबाट पनि बुझिहाल्नुहुन्छ। हाम्रो भान्जी परेर
यति नै भोइस गर्छु कि म अब यहाँबाट म दौडाउँछु कि यिनीहरूलाई उटुङ टुङ 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 कुदाउँछु ल यहाँ दुईतिरबाट निकालिदिरहेको छु मैले कस्तो ब्यान निकालेँ मेरो निकालिदिनु भएको ल ओहो मेरो दाइ उहाँ पोज झानेर आएछ होइन यस्तो बवाल पोज यहाँ चाहिँ हामीहरू पुरै फोटो खिच्नुको लागि पुरै पोज दिँदै होइन सबैजना पोज दिँदैछ हेर्नु गाइस हेर्नु 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 सबैजना पोज के भन्छ पोज या टुङ 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 हेर्नु यहाँ पोज अब कस्तो दिन्छ अब चाहिँ हामीले सकेको फोटोसोटो खिचेर जानु लागेको होइन नाना सामानहरू यहाँ हेर्नु सबैजना पुरै सबै भिडियो गर्ने मात्रै फोटो खिच्दै हुनुहुन्छ मेरो मात्रै नराम्रो नराम्रो निकाल्दिए गाइस अझ राम्रो राम्रो निकालिदिए होइन हिँडेकै सब त्यहाँ फोटो खिच्दै मात्रै हाम्रो भान्जा पुरै पोस्टमा भिडियो बनाउनु के म मात्रै भिडियो गर्दैछु सबैजनाको भिडियो गर्दैछु मैले चाहिँ ल हाम्रो दाइले चाहिँ हान्दैछ यहाँ पुरै हेर्नु गाइस वा 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 हामी हिँडेको अब गाइस ल यहाँ कुमारजीको यतिखेर कोला आएको छ आज चाहिँ सरको बिदा थियो अनि हामी दर्शनले चाहिँ खाना खाएर आइसकेको हुनाले बाहिर दर्शन गऱ्यौँ
देख्न सक्नुहुन्छ यो एकदम रमणीय ठाउँ छ बसन्तपुर तिनजुरे। यो तपाईहरु देख्न सक्नुहुन्छ तिनजुरे माथि मन्दिर जाने बाटोको दृश्य देखाइरहेका छौँ। यहाँ तल देख्न सक्नुहुन्छ तिनजुरेको ग्राउन्ड। अनि यो चाहिँ चढ्दै गरेको यहाँको लोकल बाख्रा, खसी, पाठा सबै छ। अनि यो देखेको बाटो चाहिँ गुफातिर जाने बाटो हो, तर हामी जान सकेनौँ कारण एकदम अप्ठ्यारो बाटो भएर तल गाडीहरू आइरहेछ र हामी अन्त्यतिर आइसकेको छौँ। अब हामी गेट यो देखिराख्नुहुन्छ पहेँलो, हामी यो गेटबाट निस्केपछि हाम्रो मन्दिरको दर्शन समाप्त हुन्छ। सँगै अगाडि भाइ पनि मोबाइलबाट भ्लग गर्दै हिँड्दैछ। हाम्रो च्यानल एकदम धेरैभन्दा धेरै सब्सक्राइब गरिदिनु होला। तपाईँहरूलाई पछि नै ढेवा आउनु थालेपछि पार्टी हुन्छ। अब चाहिँ हामीहरूले सकेको अवस्था होइन, सबै घुमिवरि यता मन्दिरको वरिपरि घुमेर, वरिपरि चाहिँ घुमिनँ, एक साइड घुम्यौँ होइन। अनि अब सकेर हिँडेको अवस्था। अब बाटो लाग्यो। आजको यात्रा यस्तै भयो होइन। अब अर्को भिडियो पनि आउँछ, हेर्दै गर्नु होला गाइज। अर्को भिडियोहरू पनि छ, रेडी गरिरहेको छु कि, तर हाल्नै भ्याएको छैन। रेकर्डिङ गर्नु भ्याउँदिनँ कि, रेकर्डिङ गर्नु अरे एडिटै गर्नु आउँदैन पनि होइन। खासै एडिट पनि गर्दिनँ पनि म त्यति साह्रो, जस्तो छ त्यस्तै हालिदिन्छु, काटी काटी चाहिँ हालिदिन्छु। तर कहाँ अब यस्तो छ हेर्नु गाइस दृश्य। अनि तिनजुरेको भ्यू, अब भ्यू टावर छैन, भ्यू भन्ने देखाउनुलाई उता माथि थियो कि, तर जानु सकिँदैन, त्यहाँ चिप्लेर लड्यो भने मरिन्छ। हामी चाहिँ आज 3जना 4जना 5जना आएको थियौँ होइन। नाना, म, भान्जा, भान्जी अनि दाइ, हामी 5जना आएर डुलेर अब यहाँबाट जाँदैछौँ गाइज। सबैजनाले सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। सबैजनाले होइन नयाँ के अरे भिडियो राम्रो नभयो भने लाइक गरिदिनु होला गाइज ल। लाइक कमेन्ट चाहिँ गर्नु न प्लिज। यो तपाईहरु देख्न सक्नुहुन्छ तिनजुरे माथि मन्दिर जाने बाटोको दृश्य देखाइरहेका छौँ। यहाँ तल देख्न सक्नुहुन्छ तिनजुरेको ग्राउन्ड। अनि यो चाहिँ चढ्दै गरेको यहाँको लोकल बाख्रा, खसी, पाठा सबै छ। अनि यो देखेको बाटो चाहिँ गुफातिर जाने बाटो हो, तर हामी जान सकेनौँ कारण एकदम अप्ठ्यारो बाटो भएर तल गाडीहरू आइरहेछ र हामी अन्त्यतिर आइसकेको छौँ। अब हामी गेट यो देखिराख्नुहुन्छ पहेँलो, हामी यो गेटबाट निस्केपछि हाम्रो मन्दिरको दर्शन समाप्त हुन्छ। सँगै अगाडि भाइ पनि मोबाइलबाट भ्लग गर्दै हिँड्दैछ। हाम्रो च्यानल एकदम धेरैभन्दा धेरै सब्सक्राइब गरिदिनु होला। तपाईँहरूलाई पछि नै ढेवा आउनु थालेपछि पार्टी हुन्छ।
यो हाम्रो विपना बहिनीको दोकान हो। तर बहिनी चाहिँ कता गयो? विपना बहिनी फर्क्यौँ नि बाजे हामी त। हजुर, यहाँ हाम्रो बहिनी किन बसेर थुका पकाउँदै रहेछ। अब हामी जाने भयौँ। हाम्रो बहिनीहरूको होटलमा चाहिँ एकदम तातो सबै चिज पाउँछ यहाँ। थुक्पा भिडियो हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अर्को भिडियोमा भेटौँला।
यहाँसम्म भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अर्को पनि भिडियो आउँदैछ फेरि, त्यसमा त्यहाँ हेरिदिनु होला।